यस्तो होइन त म त खतरा मस्काउँछु नि फेरि यसरी ढेडो बनाएको छ यस्तो यस्तो गर्ने यस्तो अगाडि हो त्यो तान्ने कि सर्छ माझ्ने धेरै वर्ष भयो साथीहरू होइन अब माथि चाहिँ के भयो भने अलिक यो मस्काउन मिलेन क्या त्यो भैमा ल्याएर मस्काउँदैछु होइन तपाईँले साला पाहुरा त जोस् बढी पनि हो क्या मेरो हात ए खाली खाली जुस खोइ ल है साथीहरू हाम्रो चाहिँ कोदोको ढेँडो बन्दैछ होइन टक्क लाएर आज चाहिँ हाम्रो कोदोको ढेँडो खाने प्लानिङ हुँदैछ होइन त्यही भएर कोदोको ढेँडो बनाउँदैछौँ तर चुलो चाहिँ हाम्रो अलिक गतिलो भएन क्या ढेँडो चाहिँ बन्ला जस्तो छ होइन चुलो अलिक गतिलो भएको भए चाहिँ राम्रै हुन्थ्यो होइन अब हाम्रो शेर्पा जोजले बनाउँदैछन् म बनाउँछु भने फेरि अब दाइ हुँदा चाहिँ भाइले के बनाउनु भनेर हो होइन घाँसमा होइन त्यही भएर मसँगै हुनुहुन्छ अब ढेँडो कस्तो बन्छ होइन तपाईँलाई हेर्दै गर्नु होला होइन चुलो अलिक गतिलो भएन क्या नत्र खतरै हुन्थ्यो होइन अब यस्तै छ अब यस्तो तरिकाले अब चुलो नै खतरा छ होइन अनि ढेँडो नि जोस् ढेँडोको आकार चाहिँ आइसकेको छ होइन अलिक गिर्खा गिर्खा चाहिँ होला जस्तो छ धेरै वर्षपछि चाहिँ ढेँडो बनाएको प्रब्लम कहाँ हुन्छ भने यस्तो यस्तो होइन त म त खतरा मस्काउँछु नि फेरि यसरी ढेँडो बनाएको छ यस्तो यस्तो गर्ने यस्तो अगाडि हो त्यो तान्ने कि सर्छ माझ्ने धेरै वर्ष भयो नि त यो गाउँ भन्दा चाहिँ अलिक पकाइ थिएँ होइन त आज त हाम्रो स्पेसल ढेँडो बन्दैछ होइन अब चिकनसँग चाहिँ कोदोको ढेँडो खाने भन्ने प्लानिङ भइसकेपछि अब हामीले चाहिँ अब किन त खाउन त भनिसकेपछि भनेर चाहिँ 2 पोका पिठो लिएर आयौँ होइन पिठो ल्याइसकेपछि चाहिँ अब बनाउनु चाहिँ लाएको चुलो चाहिँ गतिलो भने कि पिठो पनि अब यस्तो पाकेन भने चाहिँ अब यो पिठो चाहिँ खासमा कहाँबाट आएको हो त्यो चाहिँ थाहा भएन होइन अब पिठो पनि हालियो अलिक गिलो गिलो भएको छ होइन अब 3 जनाको लागि जम्मै धेरै धेरै छ नि गाउँका होइन अब मलाई पनि ढेँडो चाहिँ खास अब कोदोको ढेँडो चाहिँ मनपर्छ त्यही माथि अब कुखुराको मासुसँग आज लोकल कुखुरा पनि ल्याएको छौँ भोलि छुट्टी छ होइन भोलि अब फ्राइडेको छुट्टी त्यही भएर अब ढेँडो बनाउँदैछौँ तर अलि यो दाबी आच्छाले दाबी यस्तोले चाहिँ हामी ढेँडो बनाउँदैछौँ हेर केटाकेटी हो सुन होइन अब दाबी पनि छैन अब फेरि यहाँ कस्तो हुन्छ भने अब ग्यास भए सानो तरिकाले बनाएर बनाउनु हुन्थ्यो अब यहाँ चाहिँ यो हिटर छ नि त होइन हिटरमा अलिक समस्या हुन्छ क्या ओके अब हामी चाहिँ यहाँ पालै पालो गरेर मस्काइरहेको छौँ होइन ढेँडोको माउरी पनि लागेछ तल होइन खतरा तरिकाले गाह्रो छ गाह्रो अब साथीहरू होइन अब माथि चाहिँ के भयो भने अलिक यो मस्काउन मिलेन क्या त्यो भैमा ल्याएर मस्काउँदैछु होइन तपाईँले साला पाहुरा त जोस् बढी पनि हो क्या पिठो हाले होइन अब माथि मस्काउँ भने त नमिल्दो रहेछ नि त होइन एउटा तल ल्याएर दिइरहेको छु म चाहिँ होइन कस्तो हुन्छ त त्यसको मासला हात चाहिँ दुख्ने हो क्या पसिनै सिम्पल उयोले मस्काउँ नि त हुँदैन है त्यसले त्यस्तो नहुने हुन्छ त यस्तै हो नि
अब सबै दलले त काट्छ। खै पसिना आयो बनिसक्यो अब बिस्तारै बिस्तारै। आमा कम त गाह्रो भयो पसिनै छुट्यो नि त। ओके फाइनल्ली ढेँडो पनि पाक्यो। अब खानुपर्छ होइन पाक्यो ल। कुदा ढेँडो त तातै खानुपर्छ हौ ल। लु त ढेँडो पनि पाक्यो कस्तो कालो भयो के चक्कु छ ए भुइँमा नझारे कहाँ आयो ल चक्कु काँक्रो पनि काटौँ लु मस्किन नसक्ने रहेछ ल। हाम्रो चाहिँ यहाँनिर ढेँडो कहाँ मान्छे कहाँ भात खान्छ हावा नि केटाहरूले धेरै खाएर मलाई चाहिँ भाँडमा दिए त मैले भएन त फेरि पकाउनु पर्ने भयो भन। यस्तै केटाहरू यहाँ फटाएको छ नि यहाँ त्यस्तो भएन कहाँ यस्तो हुन्छ हो। खाउँ ल ल है हाम्रो चाहिँ साउदी अरेबियामा आज कोदोको ढेँडो खाइ हुँदैछ होइन। टक्क बनाएको तर दाबीले चाहिँ खुब गतिलो भने क्या दाबीले भाँचिहाल्यो यसले भए पनि बनाएको अलिअलि टक्क लाएर होइन। अब कस्तो हुन्छ खाइहाल्छु होइन। ल कोदोको ढेँडो र साउदीको लोकल कुखुराको मासु। अब ढेँडो यति बाइन्छ होइन यो भाग चाहिँ मेरो हो अनि केटाहरूले खाइसक्यो होइन। अब म चाहिँ कसरी खान्छु भने ढेँडो खानु त बिर्सिया छैन होइन। ल केटाहरूले सुरु गरिसके अब मेरो पालो चोप्छु क्वाप्लक्क होइन। जुस खोइ दामी मिठो भयो बेलुका त यही पिठो ल्याएर खानुपर्छ क्या के ल्याउने केटा गिलासमा तल देऊ त्यसै चप्प चोप्ने बिचारा चाहिँ खाना पछि ल। खाइन्छ होइन आज चाहिँ हाम्रो कोदोको ढेँडो खाने प्लानिङ थियो होइन। अब भोलि फ्राइडे छ छुट्टी। अब आज अब पिठो बाँकी छ अझै एक बोका पिठो बाँकी छ। अब आज टेस्ट गरी हेरेँ 2 वर्षपछि चाहिँ हामी कोदोको ढेँडो खाँदैछौँ साउदीमा होइन। यहाँको लोकल कुखुरा र कोदोको पिठो पाउने रहेछ होइन। अनि आज बनाइयो जोस अलिकति दुःख चाहिँ भयो मस्काउन अलिकति गाह्रो भयो हाम्रो हिटरमा बनाएको र अब मिठो छ के गर्छ केटा खोइ अमरा आज खाना यही रड लगाइहाल्यो होइन। अब मैले चाहेपछि जे कुरा नि हुन्छ भने त्यही हो क्या। केटाहरूले कहाँबाट पिठो ल्याएर ल्याउँछ